हेर्नुहोस् है, आज बिटरुट र टमाटरको सुप बनाउन आँटेको हो। अनि हेर्नुहोस् बिटरुट र टमाटर उसिने एकै जग्गा हो। अनि यसको पानी पनि मैले फ्याँकेको छुइनँ है। अहिले पिस्दाखेरि यो मोटो भयो भने यही पानी फेरि यसमा थप्छु नि त, त्यसै कारण पानी पनि फ्याँकेको छुइनँ हो। सिम्पल छ बनाउनु हो। यहाँ कराई राखिरहेको छु, घिउ लाउनुपर्छ अलिकति। हेर्नुहोस् है, घिउ लगाएँ हो। अब लाउँछु यसमा लसुन हल्का रातो भएपछि लाउने यसमा तेजपत्ता हो। तपाईहरुले बनाउँदाखेरि चाहिँ घिउ लाउँदा नि हुन्छ, तेल लाउँदा नि हुन्छ, घिउ मात्रै लाउनुपर्छ भन्ने छैन सुप बनाउँदा हो। बिटरुट र टमाटर प्युरी बनाएँ हो। अन्त पानी थपिरहेको छु मैले यहाँ। हेर्नुहोस् है, अघि त्यो बिटरुट टमाटर उसिनेकै पानी यहाँ लगाएँ हो। यतिको बनाएको छु। अब हेरौँ पकाउँदा कतिको बाक्लो अब पातला बनाउनु पर्ने। यहाँ हेर्नुहोस् है, पानी थपेर चाहिँ मैले यतिको पातला बनाएँ हो। सुप हो, मोटो नि त राम्रो हुँदैन हैन। अनि लगाए नुन। अब एक भलको उम्लिनु छोड्ने हो, त्यहाँदेखि लाउनु फेरि मरिच। अनि रेडी हुन्छ यो बिटरुट टमाटरको सुप। यहाँ हेर्नुहोस् है, मरिच पनि लगाइदिइहालेँ हो। अब रेडी भइहाल्यो सुप।